गाइज पैसा चाहिँ आइसक्यो होइन। अघि न गोविन्द र मैले चाहिँ कति आयो? बाजी लगाएको थियो 5000 को बाजी लगाएन? 2 3 4 5 गोविन्दले 5 लगाएको थियौँ होइन। 2500 दिनुभएको किनभने हाम्रो नेपालको म्याच हुन्छ। नेपालले म्याच जित्यो, सिर्फ रन मात्रै नबनाऊ, म्याच त जितिसक्यो नि त। त्यही भएर नेपालले म्याच जित्यो होइन, मन चाहिँ जित्यो होइन। साथी हो मस्त राम्रो खेल भइरहेको थियो। बस लास्टमा चाहिँ यस्तै हुन्छ होइन, गेम भनेको यस्तै हो, सबै चिज भने जस्तै हुन्न होइन। त्यही पनि नेपाल चाहिँ राम्रो गर्यो। ठुला ठुला आइसिसीले पनि नेपाललाई चाहिँ बढाइदिएको थियो होइन। नेपालका जति पनि आइपिएलका जति पनि टिमहरू थियो तिनीहरूले पनि सबैले बढाइ नै भनिरहेको थियो। त्यही भएर ठिकै छ, गेम त हारजित त भइहाल्छ होइन। त्यही पनि नेपाल चाहिँ मस्त खेल्यो। पैसा चाहिँ मैले त्यत्तिकै होइन, त्यत्तिकै बाजी लगाएको। अब नेपालले गोविन्द र मैले बाजी लगाएको, गोविन्दले चाहिँ नेपालले रोजिसकेपछि मैले इङ्ल्यान्डले रोज्नु परिहाल्छ नि त। त्यही भएर अब मैले इङ्ल्यान्ड भनेर अब त्यो गरेँ, बाजीमा चाहिँ जित्यो भने त्यो पैसा पनि ठिकै छ। बुढोको नै पैसा हो पनि होइन। मैले जिते पनि मैले बाजी त लगाएँ होइन, बाजी त मैले जितेँ होइन। त्यही पनि होइन, त्यो हो जस्तो नेपाल यो पैसा गोविन्द र मेरो हो नि। त्यस्तै जसले जिते पनि नेपाली टिम चाहिँ हाम्रो हो नि त। त्यही भएर नेपाली टिमलाई फुल सपोर्ट गर्नुपर्छ होइन। आउने म्याचको लागि शुभकामना नेपाल टिमलाई। अब 3वटा म्याच बचेको छ नेपाल टिमको। कोसँग छ नि फेरि अर्को अब 12 तारिकको इटाली भन्नेसँग छ। अनि त्यसपछि फेरि वेस्ट इन्डिज भन्नेसँग छ। वेस्ट इन्डियन होइन, इन्डियन थोरै न त्यो, वेस्ट इन्डिज हो। वेस्ट इन्डिज कुन देश हो मलाई पनि थाहा छैन, तर छ है कालीहरू हप्सीहरू तिनीसँग चाहिँ त्यो म्याच चाहिँ हामीले स्कोलाइनसँग छ 15। ओके गेम लामो भयो बाबा, गेम लामो भएछ भन्नु रहेछ न। ठिकै छ ल साथी हो, भिडियो चाहिँ लामो हुन्छ यत्तिकैमा। चलो म्याच बसमै राम्रो भयो, सबैले इन्जोय गर्नुभयो होला होइन। तर बस लास्ट प्राउड गर्नुहोस् नेपाली हुनुमा। प्राउड चाहिँ छ है। बाई खेलाडीहरूको लागि है।